later. हेलो साथीहरु, गुड मर्निङ, नमस्कार, वेलकम टु माई मिनी ब्लग। हेलो आज पनि हामी चाहिँ आइसकेका छौँ होइन। आज पनि दुईटा मात्रै हो, अरू चाहिँ छैन। आज रेशम खेतबारीमा काम गर्न हामी चाहिँ यता रनिङ मर्निङ मर्निङ वाक भनौँ आइरहेको छ। जे होस् बिहान बिहानै शरीरलाई फुर्तिलो गराउनुको लागि दौडिरहेको छौँ हामी चाहिँ। अनि आज दुईटा मात्रै, हिजो पनि दुईटा मात्रै, आज पनि दुईटा मात्रै हो। अगाडि गइसकेका छन् होइन, अरू गइसकेका छन्। 5 मिनट हुन्छ कि हामी चाहिँ दौडिरहँ होइन। क्या भन्ने छ हेर्न सक्नुहुन्छ ल जाऊ तिम्रो गाइस, फान हानिरहेको छौँ क्या हामी। हुन्छ हामी चाहिँ त्यो गावर भ्याल्लोभित्र, गावर भ्याली सामुदायिक होमस्टेभित्र छिरिसक्यौँ होइन। मध्यवर्ती क्षेत्र यस्तो छ यहाँ। मेरो सौटी यहाँ छ नि। हेलो गाइस, सब्सक्राइब एन्ड लाइक कमेन्ट सेयर गर्न चाहिँ नभुल्नु ल। 2 दिन भइसक्यो, निरजन र म मात्रै हो होइन। लगातार लगातार डे बाई डे 2 जना मात्रै छौँ होइन। के गर्नु गाह्रो छ। अब शरीर फिट त बनाउनु पऱ्यो होइन। अब तालिममा 81 जाँदा सकिन्न, हात खुट्टा दुख्छ, पेट दुख्छ, दुख्ने के पो हो, गाह्रो हुन्छ। त्यही भएर हामी तयारी चाहिँ गरिरहेको के। मौसम हेर्नु यस्तो छ है। यहाँको मौसम चाहिँ यस्तो छ है। आज आकाशमा यस्तो राम्रो बादल आएको छ है, हेर्न सक्नुहुन्छ होइन। हामी चाहिँ हिँडेको अवस्था है, देख्न सक्नुहुन्छ। रनिङ गरेर आइसकेको पसिना आइसकेको छ। पसिना पनि आयो, रनिङ गरेर पनि आइयो होइन। आइयो बादल यस्तो राम्रो गरेछ कि। मेरो र म मात्रै हिजोबाट होइन। रेशम हिजो सेटल फर्म भर्न गएँ, आज फेरि खेत खन्न। अब भोलि कता हुन्छ रेशमको। साँझ चाहिँ समय हुन्छ, म बिहान मात्रै अलि बिहान पख मिस गरिरहेको हुन्छ। अति हाम्रो आजभोलि अब काम छैन, खाने, हल्लिने, दौड्ने यही काम हो। अब धेरै दिन पनि छैन घर बस्न, 10-15 दिन हो। त्यसपछि त जाँदैछु तिमीदेखि टाढा भनेर जाँदैछु तिमीदेखि टाढा आफ्नै मुटु जानुपर्छ होइन। निरजनले जानेछन् कि गीत भनेको। गीत त अलिअलि गाउने गायक नै बनाऊ अलिअलि। तर त्यस्तो खासै गायक चाहिँ होइन। घाम देखाउन सक्नुहुन्छ तपाईँलाई। अब यस्तोमा आइसकेपछि तपाईँहरूलाई हामी अगाडिको सिन पनि देखाउनेछौँ। रमाइलो ठाउँ छ क्या यो जङ्गलमा होइन, यस्तो राम्रो छ। तपाईँ आएर भिजिट गर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ यो चाहिँ साइनबोर्ड हो। अब हामी यहाँबाट पर जाँदैछौँ। पर पनि छ एउटा पोस्टर हाँसेको साइन। हेर्न सक्नुहुन्छ यो अरू भिलेज होमस्टेमा होइन। यो चाहिँ बैजनाथ गाउँको बैजनाथ एक श्यामा गाउँ छ। हामी चाहिँ यो बाटो भएर जान्छौँ, यो बाटो भएर हामी चाहिँ यहाँ बाटामा हिँड्दैछौँ होइन। यो कति नम्बर होमस्टे अरे? यो 14 नम्बर होमस्टेदेखि अलि उल्तिर छौँ। छैन पुग्न लाग्छ, गेटमा पुग्न लागिसकेका छौँ क्या। धेरै लाग्दैन टाइम। गाइस गर्मी भएर यस्तो पात हल्लाउनु परिरहेको अवस्था गाइस देख्न सक्नुहुन्छ। ब्याक गर्नु न यस्तो। यो होमस्टे हो।
हेर्न सक्नुहुन्छ यहाँ पनि छ यी यहाँ आइटम खानाको आइटमहरू यस्तो यस्तो पाइन्छ थारू भिलेज होमस्टे नम्बर 14 जाने बाटो 100 मिटर छ है यहाँबाट भित्र जान 100 मिटर 100 मिटर छ पतङ्गको देखाउँ माथि हेर्न सक्नुहुन्छ यहाँ फुलहरू छन् गाडीहरू होइन यताउता झरना पनि छ यहाँनिर नजिकै गाडीहरू बसिरहेको छ यहाँ झरना माछा रहेछ यहाँ झरनामा चाहिँ माछाहरू सब भित्र गइसके माछाहरू पनि पालेको रहेछ यहाँ होइन भनन् कि देख्न सक्नुहुन्छ हामी यहाँ लुम्बिनीको चित्रमा फोटो खिच्न गइरहेका छौँ देख्न सक्नुहुन्छ यहाँ विभिन्न पुराना जमानाका चित्र रहेको छ देख्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ यो यिनी चौधरीको बुढाबुढी हुन् यहाँ यस्तो छ यो चाहिँ ढिक्की है यो चाहिँ ढिक्की हो हल गएर यहाँ छ नि खेत जोत्ने तपाईँ पनि जोत्न चाहनुहुन्छ भने आउनु होला होइन सर लगाएर तेल पेल्ने यहाँ कोल यहाँ छ यी पहिला जमानाको तेल पेल्ने ठाउँ हो यो चाहिँ यहाँ हिजो पार्टी रहेछ यहाँ यस्तो छ हेर्न सक्नुहुन्छ हिजो पार्टी रहेछ त्यो यहाँ सब लथा लिङ्ग भत्ता बिङ्ग छ कि यस्तो छ हेर्नु यहाँको पानको पातहरू रमाइलो छ त्यस अब यहाँबाट म भित्र जान्छु हेर्नु सक्नुहुन्छ यस्तो छ यहाँ हेर्नु सक्नुहुन्छ के लाइट भन्छ साथीहरू हामी चाहिँ अब होमस्टेदेखि बाहिर निस्किसकेको होइन अब हामी घरतिर जान लाग्यो अब चाहिँ अबको भोलिको भ्लग चाहिँ भोलि आउँछ प्रतीक्षा गर्नु होला बस्नु होला होइन हस् हुन्छ त सबैलाई छोटो मिठो भ्लगबाट हजुरहरूको सामूबाट बिदा हुन चाहन्छौँ बाई बाई सी यू टुमारो